ल ह्याप्पी माघे सङ्क्रान्ति सबैलाई। आज चाहिँ माघे सङ्क्रान्ति इभ हामी चाहिँ यसरी मनाउँदैछौँ है। ढुङ्गामा मासु पोलेर खाँदै साथीभाइहरू रमाइलो गर्दै यसरी मनाइरहेछौँ र सबैजना आफ्नो ठाउँमा राम्रोसँग मनाउनु होला। सबैजनालाई ह्याप्पी माघे सङ्क्रान्ति भनिन्छ है भन्न चाहन्छु। ह्याप्पी माघे सङ्क्रान्ति सबैजनालाई। आज नौलो छ आकाश अनि नौलो छ मन, किन खुसीमा छैन धड्किन्छ तन हजेक बस्न छ आँखेतिर उदासी छन् पीडा अँगालेर खुसी हुन कुद्दैछ झन्। आज म आफैसँग प्रश्न म गरिरहेको छु, उत्तर छ बनावटी सोचमा डुबिरहेको छु। रुमले कति भाका मलाई म सोचिरहेको छु, अन्तर आत्मासँग प्रश्न छ गोचिरहेको छु। मध्यरात 12 बजे सुनसान एकातिर सपना झल्किरहेछ, नयन बो भारी किन आज यो आफैसँग प्रश्न यो गरिरहेको छु। हुँदैन प्रगति यहाँ सोचिरहेको छु आफैसित, कोही छैन मित्र तब दुःख परि बाढी बाटो, कोही आएन साथमा दुःख सँगै बाढी आथो। आँखामा आँसु जस्तै तल्पलेर खसिरहेको, कोही थिएन साथ दिने पीडा आफैसँग थियो। आमाले भन्नुहुन्छ राम्रो काम गर्छ बाबु, दुनियाँ गर्छस् तैँले बिचमा औला राखी काबु। सक्दैनस् तैँले फेरि कोही मान्छे चिन्न भाइ, सक्दैन पीडा हुँदा मान्छे हुन्छ टुटिसाको। त्यही पनि आफैसँग आफूलाई नै सोधिरहेको छु, अन्तरात्मासँग प्रश्न उत्तर खोज्दै हिँडिरहेको छु। कोही छैन साथ दिने दुःख पर्दा तिमीलाई, आज म आफैसँग आफूलाई नै खोजिरहेको छु। किन हारिरहेको किन दौडिरहेको छस्, किन आफैभित्र आफैलाई नै देखिरहेको छस्। नसामा डुबिस क्या हो केटा भुलिरहेको छस्, तेरो गन्तव्य त बायाँ त दायाँतिर दौडिरहेको छ। तर आफैमा आफैसँग आफूसँग आफू देखा, आफूलाई हेर अनि आफूसँगै आफू केटा। आफैलाई थाहा नै छैन गरिरहेको कामको व्यथा, तँलाई नै थाहा हुन्छ परिरहेको मनको व्यथा। मनसँग अन्तरात्मा प्रश्न हुन्छ खुल्ला सरी, आँखामा न्यानो सपना काँधमा छ जिम्मेवारी। रातिको सपना यो ओल्दै हुन्छ बिहान सरी, किरणको छाकसँगै उठ्ने गर्छु बिहानभरि। के गर्नु खै के गर्नु खै किन, के भन्नु खै के गर्नु खै किन। आफैलाई आफूलाई आफैसँग प्रश्न सोध्छु हर दिन। के गर्नु खै के गर्नु खै किन, आफैलाई आफैसँग प्रश्न गर्दैछु म हर दिन। म हारेको होइन अब हिम्मत हार्न सिक्दैछु, मनलाई नै सोधे अब मनोबाध्ने गर्दैछु। परिश्रम कति गए हावा दागमा दौडिन्छु, इफ वान फ्री टाइममा फ्री बसलाई कोर्दैछु म रातभरिदेखि आफ्नो सपनालाई मेट्दैछु। लेट्स गो। यो मान्छेहरू बसेर खाइयो थियो भनेर ल। यता चाहिँ हाम्रो रवि सोल्टी, यता पाण्डे सर हुनुहुन्छ है। हामी चाहिँ मासु खाँदै बसिरहेको छौँ। गोविन्द भाइ उता फ्री स्टाइल हानेर चाहिँ चिसोमा भित्र मासु पोल्दै तातो आगो छेउमा